नमस्ते नेपाल। नमस्ते गाइस, के छ? चामल खायो? मेरो कपाल पनि कत्रो झार जस्तो भइसक्यो है। तपाईँ स्कुल सुरु भइसक्यो होइन? तिनीहरू कहिले काहीँ मात्र आउँछ, डाँडा भवाल छैन त। अब क्लियर आयो होला नि होइन त? अब क्लियर आयो होला है। अघि म क्यामेरामा धुलो जमिसकेँ अनि फेरि पुसेको नि यार। पछाडि पढ्न गइरहेछ होइन, त्यो पढ्न गइरहेछ है। त्यो पढ्न गइरहेछ, मलाई डर लाग्यो देखाउन। पानी बनाउनु जानु लाग्यो यार। कति बज्यो? 8 बज्न लागिसकेछ त। पानी टोक्ने भर उठिदिने क्या। म पनि धोएको छैन, ब्रस पनि गरेको छैन। यहाँ चाहिँ प्रज्वल दाइहरू आएको थियो होइन, कालुज भ्लग पुरै चटपटी हो कि के बनाएर खाएको थियो कि होइन, मैले भ्लग हेरेको थिएँ। दामी दामी चट्टा लाएर होइन, म त मुख सुख धुन्थेँ कि चट्टा लाएर। घारी रहेछ, मम्मी छिरे यार खुट्टा। यसलाई 3 हात गाडे लाने म फेरि यार। पानी बनाउन आएको मान्छे घारीमा गाडेर मऱ्यो भनेर समाचार आयो भने छैन यार। कहाँ के भएको रहेछ र? यस्तो रहेछ त यार, खाने पानी पाइपमै यस्तो फोहोरहरू जमेर रहेछ। अनि त्यही अलि ठुलो पानी नगएको है। अब यस्तरी हटाउनुपर्छ होइन। तानिसक्यो यहाँ भुवार मेरो हातै तानिदिने यार। फुल्ली सफा गर्नुपर्छ कि यसरी सट्टा लाएर होइन, म चाहिँ यतातिर आइसक्यो है। पानी बनाइसक्यो होइन। यहाँ केराहरू रहेछ, माया फुल्यो पनि कुन दिन अट्याक हान्नुपर्छ है। ओह्रालोमा क्यामेरै अडाउन नसक्ने होइन, हात हल्ल्यायो कि क्यामेरा हल्ल्यायो यार। दामी है, अमलाको रुख रहेछ। माया अमला खाइदिउँ कि नखाउँ होइन, खाइदिउँ न होइन। देखेको कुरा त खाइहाल्नुपर्छ कि, नत्र बे सराब छ अरे क्या माया फुल्ली। देखेको कुरा त हानिहाल्दा अमला रहेछ है, दामी है। हरियो बोटमा ऐला म चाहिँ खेतमा आइसकेँ होइन। यो ठुलोहरूको खेत हो है। म चाहिँ यहाँ खेतमा आइहालेँ। यो खेत चाहिँ अहिले धान रोपिदिएलसम्म त खत्रै हुन्छ होइन। धान रोपिसकेपछि बाँझै हो कि यो खेत। अनि यो खेतमा हामी यसो उफ्रिन आउँछ कहिलेकाहीँ। यहाँनिर यो बारी सबसे लामो हो कि, यसमै लङसम हान्न आउँछौँ हामी। तपाईँहरूले एउटा कुरा नि देखाउनुपर्छ, आवाज सुनिरह होला होइन। अब म घर जान लाग्यो है। A few moments later. चट्टा लाएर होइन, म चाहिँ माथि लङसम सम्झाउँ हानेर आइसकेँ है। घाम लागिसक्यो मजाले होइन। अब म घाँस काट्न जानलाई यो मेसिक लुगा लगायो भने फेरि मेसिक फ्यान भन्दा नि केटाहरूले फेरि यहाँले हो नि त 10 ब्राजिल कलर हान्न पाएको छैन होइन। यो चाहिँ के हो भने यो घाँस काट्नु जाँदा लाउने लुगा हो कि मेरो कट्टु घाँस काट्नु जाँदा लाउने लुगा यही हो है। चट्टा लाएर होइन, यहाँ करेन्टा छ होइन, यहाँ हँसिया भर्याङ यो रुख काट्न लाग्यो कि। यो अग्लो रुख यो टावर छुन लागिसक्यो कि, त्यहाँ काट्नु पऱ्यो। पहिला म यसो माछा हेरेर आउँ न होइन। त्यो अनलिमिटेड पानी छोडिदिएको थिएँ कि मैले माछामा। अब पानी माथि चढ्दैन, ए पानी तरक रक झर्रन्छ, माछा खराक हिँडिरहन्छ होइन। तर यहाँनिर यसो साग रोपेको थियो यहाँनिर। अहिले हेर यसरी पढिरहन्थ्यो होला यार, म पनि यार यसरी कलेज गइरहन्थ्यो होला कि, यसरी यिनीहरू जस्तरी कि 2 विषय लाग्यो, फेल भयो, केही छैन। लाइफ कटिरहेछ यसरी नै, फेल भयो पनि होइन, आरामले कुराको जाला पो हुन्छ। अब अर्को सालदेखि है के हुन्छ हेर्दै जाउँ होइन, भ्लगमा बन्दै जाउँ है। म यो घाँस काट्छु पहिला अनि गफ गरौँ होला। चट्टा लाएर मैले चाहिँ होइन, मैं घाँस प्लुङ काटिसकेँ मैले घाँस होइन। अरे यत्रो धेरै काटिदिएँ है यार। यताको चाहिँ त्यो पछि काट्ने कि, अहिले नै यत्रो घाँस थुप्रिसक्यो, कसले ओसार्छ मैले सक्दैन। म चाहिँ होइन सट्टा लाएर नुहाइसकेँ है। घाँस यहाँ यत्रो थुपारिदिएँ मैले, त्यत्रो ओसारेँ है यहाँबाट।
यत्रो सार्यो अनि गर्मी भयो मनै दिएको नगएको भर्खरै यार जाडो रहेछ। म चाहिँ धान झार्नलाई रेडी भएको होइन, धान झार्छु अनि आउँछु। बहुत गरमको पो हुँदो रहेछ यार धान त म चाहिँ सट्टा लगाएर होइन भारी बोकेर आइसु। अब नुहाउँछु, सट्टा लगाएर म नुहाइसक्यो होइन है, नुहाइसक्यो दामी टिलिक्क टल्किहाल्ला नि त म। मेरो आँखा चाहिँ खुल्दैन कि किन हो नि यार, जहिले पनि चिम्सो भइरहन्छ है। तर केही छैन, धान झार्यो मजा आयो, घाँस काट्यो मजा आयो, बिहान लङ जम्प हान्यो मजा आयो, ब्याङ जम्प पो भन्दो रहेछ होइन। Thanks for watching my video. त्यो पढ्नु हेर्नुहोस् मलाई ल लाग्यो देखाउन, चप्पल टिपेर हान्यो नि छ होइन फेरि।